तपाईहरुलाई म देखाउँदै छु ट्विन्स घर सेम सेम घर है हेर्न सक्नुहुन्छ ल यो चाहिँ हाम्रो भेरी हो भेरी बाख्रा माया नगर भन्छ यो चाहिँ हाम्रो ठुलो भाले अनि यो चाहिँ बाख्राखोर हो गाइस हेर्न सक्नुहुन्छ बुङ्गुरहरू अनि यहाँ चाहिँ चारो हाल्ने यो चाहिँ चारो बुङ्गुरलाई चारो यहाँदेखि तल खसाल्दिन्छौँ किनकि रुमभित्र आइसकेको छु हेर्न सक्नुहुन्छ हाम्रो भाँडाकुँडाहरू यहाँ चाहिँ पहिला सजाइराखेको थिएँ आज चाहिँ लतालिङ्गो रहेछ एकछिन पहिला साथीहरू मल बोक्ने भनेर गएको थियौँ तर मल चाहिँ बोक्ने भएन हामी चाहिँ गहुँ बोकेर आएको छौँ आमा हेलो एभ्रिवान नमस्ते सबैजनालाई अनि फेरि पनि स्वागत छ यहाँहरूलाई अनि म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहोला भन्ने आशाको साथमा फेरि पनि न्यू भ्लग लिएर आइसकेको छु कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला मन पर्यो भने लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला आज भने म उठ्ने बित्तिकै भ्लग सुरु गर्न लागेको यहाँ चाहिँ भाउजूले खाना बनाउँदै हुनुहुन्छ अनि रियान्सी चाहिँ मोबाइल हेर्दै छ म तपाईहरुलाई मेरो माइकको सबै कुराहरु देखाउँदै छु हेर्दिनु ल गाइज यो चाहिँ हाम्रो घर गाइज यो चाहिँ कोलिया हो अँधेरो छ सो पुरै भिडियो हेर्नु होला म तपाईहरुलाई आजको चाहिँ यस्तो कुराहरु देखाउँदै छु ए सरी यहाँ चाहिँ माला चाहिँ उल्टो घुमेछ के गर्नु त हो यो चाहिँ गेट हो है गाइज अनि म चाहिँ यहाँ भित्र जाँदै छु गेट खोलेर यो चाहिँ हाम्रो भेरी हो भेरी बाख्रा म चाहिँ अहिले घरको छतमा आइराखेको छु अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ चल्लाहरू पनि छन् गाइज हाम्रो चाहिँ चल्ला कुखुरा यहाँ चाहिँ खतरा छ कि हेर्न सक्नुहुन्छ है म देखाइदिन्छु तपाईँलाई क्यामेरा ब्याक गरेर चल्लाखोर हो सो यहाँ चाहिँ भाले कुखुरा चल्ला पोथी सबै छन् गाइज यो चाहिँ हाम्रो ठुलो भाले अनि यो चाहिँ बाख्राखोर हो गाइज हेर्न सक्नुहुन्छ कत्रो ठुलो छ अनि यही नै हुन् खोरमा बस्ने राजाहरू राजा रानीहरू यिनीहरू हुन् सो म अरू पनि देखाइदिन्छु हेर्दै जानुहोस् भिडियोहरूमा धेरै नयाँ कुराहरू देख्न पाउनुहुन्छ मेरो भ्लगमा चाहिँ सो यो चाहिँ हाम्रो घर हो घर अनि त्यहाँ छतमा चाहिँ धेरै कुराहरू बनाएको छ तल चाहिँ लेन्टर घर छ नि त फेरि पनि आइसकेको छु म माथि यो चाहिँ हाम्रो ब्रोइलर खोर हो ब्रोइलर खोर तर आजभोलि यहाँ चाहिँ ब्रोइलर पालन हुँदैन किनकि यहाँ आजभोलि अरू पालन हुन्छ के पालन हुन्छ भनेर पनि देखाउँदैछु है त हेलो एभ्रिवान गाइजहरु वेलकम छ हेर्न सक्नुहुन्छ कस्तो गरिरहेको छ हाम्रो चाहिँ रातो बुङ्गुर पनि छ है यहाँ हेर्न सक्नुहुन्छ आजभोलि चाहिँ हाम्रो बुङ्गुर पालन हुन्छ गाइज माइतमा चाहिँ मगर हो नि त मगरले बुङ्गुर नपाले कसले पाल्छ राम्रो यहाँ रातो सुँगुरले हेरिरहेको छ गाइज चारो यहाँदेखि तल खसाल्दिन्छौँ किनकि गेट खोल्दाखेरि अनि बाहिर भाग्छन् कि भनेर यसरी बनाइदिएको छ हाम्रो चाहिँ कति 5वटा छ बुङ्गुर चाहिँ अनि यहाँ चाहिँ यो साइडमा चाहिँ दिसा पिसाब गर्छन् बुङ्गुरहरूले अनि त्यो साइडमा चाहिँ यहाँ जाली लगाएको छ कि छुट्टै यो चाहिँ तिनीहरूको बस्ने ठाउँ हो यो चाहिँ तिनीहरू बस्छन् आफै बस्छन् यो साइडमा अनि दिसा पिसाब चाहिँ यो साइडमा गर्छन् यिनीहरू ज्ञानी छन् के धेरै ज्ञानी छन् अनि यो चाहिँ गेट हो हाम्रो यहाँ भित्र जाने गेट हो यहाँ चाहिँ गेट यसरी ताला लगाइदिएको छ अड्डाउने मात्रै हेर्न सक्नुहुन्छ हाम्रो घर पछाडि चाहिँ यस्तो जङ्गलहरू पनि छ अब भने म जाँदैछु हाम्रो यहाँ ब्रोइलर खोरमा पहिला चाहिँ ब्रोइलर पालन हुन्थ्यो नि त त्यहाँभित्र जाँदैछु फेरि पनि देखाउनलाई ओ सरी कालमा
हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बुङ्गुरलाई चारो पाक्दैछ। यो चाहिँ मम्मीले पकाउनुहुन्छ एकछिनमा आगोमा पानी तताउँदै हुनुहुन्छ। सो यहाँ चाहिँ दाउरा हेर्न सक्नुहुन्छ है गाइस, दाउरा यहाँ पनि छ दाउरा अनि तल पनि भरिपूर्ण छ दाउरा चाहिँ। यहाँ त सस्तो छ नि त, पहिले नै हामी सानो हुँदा पनि काटेको दाउरा पनि अझै छ के, त्यही भएर चाहिँ धेरै छ हाम्रो घरतिर दाउरा। अनि तपाईँहरूलाई म देखाउँदैछु ट्विन्स घर, सेम घर है, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो ट्विन्स घर हो है साथीहरू, किनकि मान्छेहरू यहाँ पनि झुकिन्छन् कौना घर कसको भनेर सेम छ नि। तर आजभोलि हाम्रो चाहिँ छतमा यो बनाएको छ कि बाख्राखोर चल्लाखोर बनाएको छ, अनि त्यही भएर धेरै ऊहरू देखिरहेको छ। तर यहाँ चाहिँ एउटा मात्रै बनाएको छ। सो हेर्न सक्नुहुन्छ हाम्रो गाउँ घरहरू कस्तो छ। यो पुरै घर हो, गाउँ हो हाम्रो चाहिँ। अनि यहाँ चाहिँ मकै पनि छ है गाइस, लगाएको छ मकै। अब भने फेरि म जहाँदेखि भिडियो सुरु गरेको थिएँ त्यहाँ पुग्न लागेको छु। कोलियादेखि अँधेरो छ नि त गाइस। यो चाहिँ हाम्रो घर हो, यो चाहिँ भान्सा घर भनेर बनाएको थियो पहिला। आजभोलि यस्तो छ। यहाँ चाहिँ घाँस है बाख्राको लागि, घाँस बाहिर राख्यो भने सुक्छ नि त, त्यही भएर। हेर्नुहोस् यो चाहिँ हाम्रो दाउरा, मैले भन्थेँ नि त तल पनि भरिपूर्ण छ दाउरा भने। यो चाहिँ दाउरा हो गाइस, हेर्न सक्नुहुन्छ दाउरा। अनि यहाँ चाहिँ भाउजूले खाना बनाउँदै हुनुहुन्छ। हजुर फाइनली म किचन रुमभित्र आइसकेको छु। हेर्न सक्नुहुन्छ हाम्रो भाँडाकुँडाहरू यहाँ चाहिँ पहिला सजाइराखेको थिएँ, आज चाहिँ लतालिङ्गो रहेछ। एकछिनपछि चाहिँ भाउजूले मिलाउनुहुन्छ, किनकि खाना बनाउने बेला झिक्नु भएको छ नि त धेरै सामानहरू। अनि चाहिँ यो चाहिँ हाम्रो किचन ऱ्याक, अनि यहाँ चाहिँ ग्यास छ। सो यहाँभित्र के छन् त के लुकाएर राख्नु भएको छ भाउजूहरूले, म सबै खोलेर देखाइदिन्छु। खोलेर यहाँ चाहिँ अन्डा रहेछ, अन्डा हेर्न सक्नुहुन्छ। अनि सायद यो नानीलाई नै हो, यहाँ पनि अन्डा नै छ, तल पनि अन्डा। अनि यहाँ धेरै कुराहरू छ, कचर पचर छ। सो किचन ऱ्याक बन्द गरिसकेको छु म। अनि म चाहिँ अब रुममा लैजाँदैछु हजुरहरूलाई। कहाँ जाने हो? यो चाहिँ हाम्रो बेडरुम हो, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ भाउजूले सजाएर राख्नु भएको छ है कोठाहरू चाहिँ। अनि यहाँ भाउजूले कपडा पनि सिलाउन सिक्नु भएको छ नि त, कपडा सिलाउनुहुन्छ। यति नै छ आज भने, मैले धेरै लामो भिडियो बनाएन। अनि एकछिनपछि चाहिँ हामी खानासाना खाएर मल भर्न जान्छौँ। कृपया भिडियो चाहिँ च्याउ नमानेर पुरा हेरिदिनु होला। मेरो पुक्कुली मैया पनि आइसक्नु भएको छ। माया गरिदेऊ त पुक्कुलु, फेरि माया गरिदेऊ न मलाई। माया गरिदेऊ न। माया नगर भन्छ। बाई गरिदेऊ। अहिले मल बोकेको देखाउने छु तपाईँहरूलाई खानासाना खाएर। भिडियोमा अन्तिमसम्म जोडिराख्नु होला भन्न चाहन्छु। गाइज हाम्रो खाना रेडी भइसकेको छ, अब भने हामी खाना खान्छौँ। ल गर्न यस्तो गर्न। फाइनली हाम्रो खाना खाने टाइम भइसकेको छ, खाना आइसकेको छ। हाम्रो रियान्सी बेबीको खाना खोइ खुलाइदिने खाना खुलाइदिनु थियो। अरू कपडाभरि बनाउँछ, गुराम डाल्छ झोल। ल गाइस मैले चाहिँ फाउमा नाला खुलाइदिए। ल कस्तो छ? मिठो छ? ए गरे खाए ल भन न। खाए गरे नानीको लागि अन्डा हो, नत्र खानु हो यसले भाती लो अन्ना।
खाना चाहिँ अलिक तातो छ कि गाइस रियान्सुलाई अलिक तातो अन्डा खाने ल यो खाऊ एक गाँस अब यति खाऊ अन्डा खाने अरे के अन्डा देखेर त कस्तो खुसी हुन्छ वाउ वाउ भन्छ ठुलो गाँस भयो कि रियान्सुलाई पानी चाहियो नन्नी नन्नी ल यो खाऊ एकचोटि ल ल गाइज अब भोलि म खाना खान्छु अनि त्यसपछि कहाँ जान्छु भनेर देखाउँछु है म हजुरलाई सबले खाएर छोडेर गाइज मलाई पुगिसकेको छन् अझै माछा खान्छु भात खाएर पनि सकिसकेँ माछा थियो अलिकति त्यही खाँदैछु करावाला माछा हो कि गाइज त्यही भएर मलाई काँडा बिना ठिकै हुन्छ गयो भाइ अहिले आन्देऊ न काका भाइ भन्नु न माछा खाएर दुईटा जुट हुन्छ मेरो मैले माछा खाएर सकेँ यो चाहिँ माछाको मात्रै काँडा हो काँडा मात्रै हो गाइस एक बटको कति धेरै खाइमला मैले माछा आफ्नो कथा ए फुपू बाबुले आफ्नो कथा लिनु लाग्यो यहाँ बसाइ नातिनीको झगडा परेछ हेर्नुहोस् है रियान्सु अघि बढाइदिनु परिरहेछ यहाँ चाहिँ लडाइँ परिरहेछ फाइनली खानपिन खाएर चाहिँ खानासाना खाएर चाहिँ हामी जाँदैछौँ आमा छोरी मल बोक्नलाई गाइज कालु मम्मी फेरि अगाडि अगाडि जानुभएको छ कि यति छिटो हिँड्नुहुन्छ नमस्ते ठुलो मम्मी नमस्ते आन्टी सन्चै म हिजो आएको मल बोक्न हामी कालु मम्मी इधर देखो इधर गाउँ हेर्नुहोस् गाउँ गाइज गाउँ यस्तो छ के गाउँ हाम्रो चाहिँ साथीहरू मल बोक्ने भनेर गएको थियौँ तर मल चाहिँ बोक्ने भएन हामी चाहिँ गहुँ बोकेर आएको छौँ आमा छोरी चाहिँ सो आजलाई भने यति नै भोलि पनि हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा भन्दै आजलाई छुट्टिन्छु सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला हामी बाई अब अर्को भिडियोमा भेट्छौँ गाउँ पैसाको घर नजिक पनि आइसक्यौँ बाई बाई गाइज